हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भ्लग। साथी हामी कहाँ छौँ अहिले? हामी अहिले रोमानियाको प्रहोबा सिटीमा रहेको एभरग्रिनल्यान्ड भन्ने एग्रिकल्चर कम्पनीमा छौँ। त्यही हो, तपाईँहरूले थाहा पाइसक्नुभयो म कहाँ छु, के गर्दैछु भन्ने कुरा चाहिँ मैले एउटा टिकटकमा भिडियो राखेको थिएँ। नेपाल टु लक्जमबर्ग भन्ने दिन कहिले आउला भनेर। तपाईँहरूले चाहिँ बुझ्नुभएछ यो लक्जमबर्ग गयो कसरी गयो, अब के प्रोसेस हुन्छ त्यो बारे मलाई धेरैले मेसेज गर्नुभएको थियो। तर त्यति सजिलो चाहिँ छैन, नेपालबाट डाइरेक्ट लक्जमबर्ग जान धेरै असम्भव छ। अनि फेरि यता युरोप कन्ट्रीबाट अर्को युरोपमा जान चाहिँ एकदम सजिलो छ है, किनभने यहाँबाट कार्ड बन्नु पर्यो। अनि कार्ड बनेपछि आफ्नो मान्छे लक्जमबर्गमा छ भने उनीहरूले राखेर काम लगाइदिनु पर्यो होइन। त्यो भयो भने चाहिँ पोसिबल छ, नभए भिजाहरू हुँदैन डाइरेक्ट। कि अलि ठुलै कामको आफूसँग योग्यता छ भने अब राम्रै कामकोमा चाहिँ भिजा दिन्छ, नभए नर्मल व्यक्तिहरूलाई भिजा दिँदैन। त्यही नै हो साथीहरू। अब जो मान्छेसँग बढी स्किल छ त्यही मान्छे चाहिँ पुग्न सक्छ, नत्र अरूहरू त त्यस्तो सजिलो छैन भनेर सुनेथे। हामीसँग आउने अब सबैजना आफ्नो एउटा एम हुन्छ नि, उद्देश्य बोकेर चाहिँ यो ठाउँमा आएको छौँ। अहिले चाहिँ हामी रोमानियाको यस्तै जङ्गलतिर नै छौँ होइन। ठिकै छ, अब अरू त्यस्तै हो। साथी पनि फ्रान्स आर्मीमा भिड्नको लागि यत्रो दुःख गरेर यहाँ जान्छु, त्यहाँबाट कार्ड लिन्छु, कार्ड भएर उता गएर भिड्छु भनेर दुःख गरेर आएको हो होइन। आउन साथ के भयो साथी? पासपोर्ट लिँदैन नि। पासपोर्टै लेखिदियो हाम्रो। अब कहिले दिन्छ पासपोर्ट, कहिले दिन्छ टिआरसी, कहिले जान पाउला। अब हामी त्यो दिनको वेटिङमा चाहिँ छौँ। तर त्यो सबै प्रोसेस हामीलाई चाहिँ थाहा भएन। अब दलदलमा फस्यौँ भनौँ न। अब त्यत्रो 10-15 लाख रुपियाँ खर्च गऱ्यौँ, अब यो ठाउँसम्म आयौँ। अब आएर यता अब कता यो जङ्गलतिर ल्याएर राखिदिएको छ हामीलाई होइन। हामी बस्ने चाहिँ यहीँ मुनि छ। यो वरिपरि कतै एउटा घर पनि देखिन्न। यहाँबाट बजार जान पनि धेरै टाढा छ होइन। गाउँघरको खेतीबारी अब काम यस्तै नै हुन्छ, गाउँघरतिर नै छौँ हामी। अब सोचेको जस्तो सहज चाहिँ नहुने रहेछ, तर फेसिलिटी चाहिँ फेरि एकदम राम्रो छ है। काम गरेर आयो, खाना बनाएर दिन्छ, अनि त्यति दुःख छैन एउटा। अनि फेरि काम पनि खासै चल्दैन रहेछ यता। अफ सिजनै हुने रहेछ, 2-3 महिना चाहिँ सिजन हुने रहेछ। त्यो सिजनमा चाहिँ यसो फलफुलहरू टिप्यो, त्यतिखेर अलिअलि काम चल्ने रहेछ, कमाइ हुने रहेछ। नभए बेसिक थाप्ने बस्ने यत्तिकै हल्लिने कामै नहुने रहेछ। त्यही होइन साथी? हाम्रोमा चाहिँ यस्तै छ। अब हामी चाहिँ बुकारेस्टबाट चाहिँ 1-1.5 घन्टा अलिक टाढा छौँ। यता प्रहोबा सिटी भन्ने ठाउँतिर छौँ। प्रहोबातिर चाहिँ यता यस्तै छ हो साथीहरू, जता हेरे पनि जङ्गलै जङ्गल, फलफुलै फलफुल होइन। अब तपाईँहरू देख्न सक्नुहुन्छ माथि एउटा घर छ होइन, वाइन फ्याक्ट्री रहेछ त्यहाँ चाहिँ एउटा। यो सबै अङ्गुरहरू लगाएको छ। कति हो सबै गोड्नुपर्ने गर्नुपर्ने, यसलाई हुर्किन्छ, टिप्नुपर्ने, काट्नुपर्ने, छाट्नुपर्ने, यस्तै नै छ हो साथीहरू काम। के छ साथी? अनि अरू केही छ भन्नु तिम्रो? फ्याटै फेरि हाम्रो त्यो जस्तै काँक्रोहरू जस्तो होइन क्या, यिनीहरू चाहिँ फेरि भइरहन्छ क्या। जस्तै सुन्तलाको रुख उम्रियो भने चाहिँ सुन्तला फलिरहन्छ नि त, त्यस्तै खालको यिनीहरू चाहिँ। अब यिनीहरूलाई खन्ने जोत्न र अब ट्र्याक्टरले जोतिहाल्छ। यिनीहरूको छेउछेउको झारहरू निकाल्ने, त्यही नै हो। अब तपाईँहरूलाई यदि केही क्वेसन छ भने मेसेज गर्न सक्नुहुन्छ। कसरी चाहिँ रोमानिया जानुभयो, कुन मेन पावरबाट जानुभयो, कति लाग्छ लागत होइन, यस्तै सम्बन्धी तपाईँहरूलाई केही इन्फर्मेसन चाहिन्छ भने चाहिँ हामीलाई मेसेज गर्न सक्नुहुन्छ। त्यसको बारे डिटेल बुझाइदिने छौँ हामी। तर रोमानियामा धेरै कमाइ हुन्छ, कमाउनको लागि भनेर त्यति चाहिँ नसोचे पनि हुने रहेछ होइन साथी? होइन, यो फिल्डमा कमाउँदैन नि त, अरू फिल्डमा कमाउँछ होइन। तपाईँहरू अब इफ तपाईँहरू सो अफ गर्नुहुन्छ, ल म अब राम्रै ठाउँमा आएको छु भनेर अब जस्तै सहरहरू देखाउन चाहनुहुन्छ भने चाहिँ एग्रिकल्चरमा आउनु होला होइन। एग्रिकल्चरमा आयो भने त सहर देख्नै पाउँदैन। हाम्रो कार्ड लगिदियो, जस्तै हामी यो पासवर्डै मागौँ भने पनि यहाँ पुलिस आउँदैन।
पुलिस नो पुलिस होइन त्यही नै हो। अब भोलिदेखि काम स्टार्ट हुन्छ होला, के हुन्छ कसो हुन्छ काम कस्तो हुन्छ, अनि हरेक दिन एउटा भिडियो पोस्ट गर्नेछु। तपाईँहरूको साथ सपोर्ट माया सधैँभरि नै पाइराखौँ। अब त्यही हो भाइ साथी, थ्याङ्क्स फर वाचिङ।